यस्तै छ अब निकै पहिला चिजहरू देख्दाखेरि होइन याद आउँछ यो ठाउँमा आएको घुमेको। यस्तै छ साथीहरू होइन। तर निकै वर्षपछि आउँदा धेरै परिवर्तन, कुनै ठाउँहरू त चिन्न पनि नसकिने अवस्था, पुरै खाली जमिनहरू थिए। यहाँ अगाडिको दृश्यहरू देखिरहनु भएको छ भने यो चाहिँ मद्रासा हो। छोरा मान्छेहरू पढ्छ यसमा चाहिँ खास गरी। र यो चाहिँ मैले किन देखाइरहेको छु भन्दाखेरि यो स्कुलमा चाहिँ मेरो निकै वर्ष अगाडिको चाहिँ यादहरू छ। किनभने यो स्कुल चाहिँ लगभग म 2012-13मा चाहिँ यो स्कुलमा चाहिँ म बेलुका जहिले पनि आउँथेँ। अनि यहाँ चाहिँ हाम्रो उता जलेश्वरको चाहिँ एउटा अङ्कल बस्नुहुन्थ्यो स्कुलमा। यहाँ चाहिँ क्यान्टिन थियो भित्र, अनि उहाँले चाहिँ भित्र क्यान्टिनमा काम गर्नुहुन्थ्यो। अनि सामानहरू ल्याउँथ्यो क्या, प्रायः तामासमाले चाहिँ बेलुका जहिले पनि आउँथ्यो। र यो भित्र चाहिँ उहाँले चाहिँ तरकारी पनि लगाउनुहुन्थ्यो कि सागसब्जीहरू होइन, सागसब्जीहरू लगाउनुहुन्थ्यो। अनि मलाई चाहिँ हरेक दिन ताजा तरकारीहरू जस्तै सागहरू, रायो सागहरू, सिमीहरू, मुलाहरू, अनि त्यो के भन्छ गान्टे मुलाहरू, काउलीहरू सबै लगाउनुहुन्थ्यो कि उहाँले चाहिँ मलाई सधैँ दिनुहुन्थ्यो होइन। निकै छ। अनि त्यतिखेर चाहिँ यो बिल्डिङहरू एउटै थिएन, जति यहाँ देखिरहेको छ यता साइडतिर बिल्डिङहरू, यो बिल्डिङ थिएन। यहाँ चाहिँ पुरै खाली ठाउँ थियो, घरहरू एउटै पनि थिएन। किनभने यहाँ चाहिँ 8-10वटा मद्रसाहरू थिए, अलि पर यस्तै। यो बिल्डिङहरू चाहिँ अहिले पछि बनेको रहेछ होइन। यो चाहिँ पुरै खाली, एकदम खाली जमिनहरू थियो भन्नाले अब पुरै रम्मल मात्रै थियो। अनि अहिले चाहिँ यति ठुल्ठुलो बिल्डिङहरूको तयारी भएको छ होइन। लगभग 8-10 वर्षमा 12 वर्षको अन्तरालमा आइपुग्दाखेरि धेरै परिवर्तन भएछ। यताको बिल्डिङहरू चाहिँ थियो पहिल्यैबाट, अनि चाहिँ ठुल्ठुलो अग्ला बिल्डिङहरू तयार भएछ। यस्तै छ। तपाईँहरूलाई मैले केही देखाइदिएँ।